जय मसी सम्पूर्ण देश विदेशमा छरिएर बस्नुहुने आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा न्यानो अभिवादन तथा स्वागत गर्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ होला र म आज तपाईहरुको बीचमा एउटा उत्साहको वचन लिएर आएको छु। आजको वचनको शीर्षक छ तपाई आफ्नो पहाडलाई हटाउन चाहनुहुन्छ। अनि म एउटा घटना बताउन चाहन्छु। पवित्र शास्त्र बाइबलमा मत्तीको पुस्तक 21 को 21 पदमा प्रभु येशूले चेलाहरूलाई चाहिँ एउटा यस्तो ठोस अनि निर्णय दिनुभएको छ है। त्यहाँनिर एउटा सल्लाह दिनुभएको छ। एक दिन प्रभु येशू चेलाहरूसँग अनि एउटा ठाउँबाट अर्को ठाउँ गइराख्नु भएको थियो र प्रभु येशूलाई भोक लाग्यो अनि उहाँले चाहिँ आफ्नो अगाडि एउटा अन्जिरको रुखलाई है देख्नुभयो, तर त्यहाँ फल देख्नु भएन। उहाँले तुरुन्तै त्यो फल नदेखेको कारणले गर्दा के भन्नुभयो, सुकिजा, यो बोट अब यसमा फल कहिल्यै नलागोस् है। तुरुन्त त्यो अन्जिरको रुख सुक्यो। फेरि यो वचनले चाहिँ त्यहाँ के बताउँछ भने चेलाहरू यसलाई अचम्म मानेर के भन्दछन्, यो कसरी भयो। तर येशूले चाहिँ मत्तीको पुस्तक 21 को 21 पदमा आएर चेलाहरूलाई के भन्नुभयो, अन्जिरको रुख त केही पनि होइन, त्यो नर्मल एउटा जुखाम खाँसी जस्तै हो। हालेलुया। तर क्यान्सर तिमीले निको पार्न चाहन्छौ भने, क्यान्सरबाट तिमी निको हुन चाहन्छौ भने, हो तिमी चाहिँ अनि हार्टको बिमारीबाट निको हुन चाहन्छौ भने, हो तिमी चाहिँ अब ब्लड क्यान्सरबाट निको हुन चाहन्छौ भने, तिमी मेन्टालिटी समस्याबाट चाहिँ छुटकारा पाउन चाहन्छौ भने तिम्रो भित्र विश्वासलाई पैदा गर, विश्वासलाई चाहिँ निकाल, विश्वासलाई मजबुत बनाऊ र तिमीले बोल, तिमीलाई मैले अधिकार दिएको छु। हालेलुया। यूहन्ना 14 को 12 पदमा येशूले चाहिँ चेलाहरूलाई अधिकार दिनुभएको छ र भन्नुभएको छ, तिमीले विश्वास गर्यो भने मैले गर्ने काम गर्नेछौ र तिमीभन्दा ठुला काम गर्नेछौ। अनि चेलाहरूलाई येशूले भन्नुभयो, तिमीले विश्वास गर्यो भने अन्जिरको रुख त केही पनि होइन, यो तिम्रो सामुन्ने अगाडिपट्टि पहाड देखिरहेका छौ, यस पहाडलाई उखलेर समुद्रमा जा भने पनि जानेछ, तुरुन्तै जानेछ कि तिमीलाई विश्वास छ। आज विश्वासीहरूको जीवनमा सबैभन्दा ठुलो हाम्रो जीवनमा चुनौती शैतान होइन, तर शैतानले हालेको अविश्वासको कुरा, शङ्काको कुरा छ। यसलाई हामीले चाहिँ येशूको नाममा रद्द गरेर विश्वासको बोली बोल्न सिकौँ। आजदेखि विश्वासको बोली बोल्नु। तपाईँको के समस्या छ बोल्नुहोस्। यदि बिमारी हुनुहुन्छ भने, हे बिमारी, तँलाई म पवित्र आत्माको आगोले सुकाउँदछु, यसै घडी नष्ट गर्दछु, होलीको पार गर्दछु, तँलाई रद्द गर्छु भन्नुहोस्। यदि समस्याको पहाड छ भने समस्याको पहाड, बाधाको पहाड त निस्केर आउट हुन्छ मेरो अगाडिबाट, येशूको नाउँमा म तँलाई कमान्ड गर्छु भने तुरुन्तै निस्केर त्यो साइट हुनेछ। तपाईँले स्वतन्त्र अगाडि बढ्ने मौका पाउनु, तपाईँ विजय हुनेछ येशूको नाउँमा। आजको वचनले तपाईँलाई उत्साह गरेको होस्। यो वचनद्वारा तपाईँले चाहिँ आफ्नो जीवनमा एउटा चाहिँ एकप्रति अर्को समस्यालाई चाहिँ पार गर्दै अगाडि बढ्नुहोस्। यो मेरो हौसला छ। येशू